फेरि पनि वेलकम छ। आजको भिडियोमा तपाईहरुलाई चाहिँ आज म साइप्रसको अराउन्डिङ हामी चाहिँ जता बसिरहेको छ त्योको बीचमा चाहिँ यसो सिनहरु छ तपाईको बीचमा लिएर आएको छु। अनि चाहिँ एकजना मेरो दाइ साथी जस्तै दाइ हुनुहुन्छ र उहाँले चाहिँ यहाँनिर चाहिँ मोबाइल चलाइराख्नु भएको छ। म तपाईलाई चाहिँ आजको सिन देखाउन गइरहेको छु। यहाँको सिन चाहिँ यस्तो छ, जुन ठाउँ हामी बसिरहेको छ यो तपाई हेर्न सक्नुहुन्छ। यताबाट चाहिँ हामी दुईजना चाहिँ साँझपल्ट यसो घुम्न बाहिर निस्केको र यो तपाईको बीचमा म एउटा भिडियो सानो क्लिप चाहिँ तपाईको बीचमा यस्तो छ यहाँ भनेर चाहिँ देखाउन खोजेर ल्याएको हो यो भिडियो चाहिँ हैन। यहाँनिर चाहिँ यस्तो खालको घरहरु पनि छ है। यहाँ साइडमा चाहिँ यसरी फूलहरु पनि रोपिरहेको छ हैन। साइडमा एकदम मजाको फूलहरु चाहिँ बाटोमा पनि फूलहरु रोपेर चाहिँ यसो राखेको छ। तिनीहरुले चाहिँ उताबाट ठुल्दाइले हेलो भनिराख्नु भएको छ। त्यसैगरी हामी बिस्तारै हिँडिरहेका छौं। हिँडेको भएको कारणले अलिकति भिडियो चाहिँ हल्लिएर आएको होला, त्यै पनि तपाईले हेर्नै सक्नुभयो है। हेर्दै हुनुहुन्छ यस्तो खालको साइडहरु छ यहाँनिर चाहिँ मजाको। अनि यहाँनिर चाहिँ बाटो छ यस्तो खालको, सबै ठाउँमा पिच गरेको हुन्छ। यताबाट चाहिँ यता जान्छ है, 3-4 तर्फी बाटो छ र यताबाट चाहिँ हामी मजाले हिँड्दै बाटोमा चाहिँ आउँदै गर्दाखेरि मजाले यो तपाईको बीचमा म हेर्दै ल्याउँदै यो भिडियो चाहिँ हेरेको बीचमा तपाईहरुको लागि यो भिडियो ल्याएर आएको छ है। अब तपाई हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ मजाको सिन तपाईलाई म देखाउन गइरहेको छ, तपाईले हेर्नुभयो है। यहाँनिर चाहिँ म छु साथीहरु, साँझपल्ट निस्केको एकदमै रमाइलो मौसम छ। त्यही भएर चाहिँ म यहाँनिर एकदमै ह्यापी भइरहेको छु। दिनभरिको कामले थकाइले चाहिँ एकदमै टाइट भइरहेको हुन्छ शरीर चाहिँ। अहिले चाहिँ एकदमै खुल्ला है, जता पनि अब नुहाएर एकदम फ्रेश भएर चाहिँ हामी घुम्न निस्केको है। त्यही भएर चाहिँ यहाँनिर चाहिँ हामी यसरी हिँडिरहेको छ। यहाँनिर चाहिँ रेलिङहरु पनि हाम्रो बीचमा एकदमै राम्रो छ है। यतापट्टि साइडमा चाहिँ बाटोहरु एकदमै सफा छ। यो तपाईलाई म देखाउन गइरहेको छु। हामी चाहिँ यही घरमा बस्ने हो खासमा चाहिँ है। हामी आउँदाखेरिको भिडियो तपाईलाई म देखाउँदै छु है। अब यहाँनिर तपाई हेर्न सक्नुहुन्छ। हामी चाहिँ यहाँनिर बस्छौं, यहाँनिर तपाईले हेर्न सक्नुभयो है। यही बाउन्ड्री भित्र हामी बस्ने हो हैन। त्यही भएर चाहिँ यहाँनिर चाहिँ एकदम मजाको छ। यो चाहिँ रिमोटिङ गेट हो। रिमोटिङबाट तपाई टाढा भए पनि खोल्न सक्नुहुन्छ, जता भए पनि तपाईले चाहिँ यसलाई अन अफ गर्न सक्नुहुन्छ साथीहरु। एकदमै ठुलो बाउन्ड्री छ यो भित्र है त। अनि यहाँ भित्र चाहिँ म कुनै दिन तपाईलाई भिडियो स्पेशली फुल्ली भिडियो बनाएर देखाउँ। थ्यांक यू।